त्यो मान्छेको जुन मैले म साउन 18 गते म मन्त्री भएँ, मैले उहाँको काम गरेको देखेँ। उहाँलाई हाम्रो मन्त्रालयबाट सचिव स्पष्टीकरण लेखेको छ, उहाँ काम गरेकै छ। कुन मान्छे कहाँ छ भन्छु, कहिले चाहिँ अप्पर तामाकोशी देख्छ, कहिले तपाईँको चाहिँ पूर्वमा देख्छ, कहिले पश्चिममा देख्छ। मैले उहाँलाई के विश्वास दिएँ भने जुन असोजको 11-12 गतेको 10-11-12 गतेको पानीमा जुन विद्युतमा ठुलो क्षति भयो, त्यसो अप्पर तामाकोशीमा उहाँले मलाई हेलिकप्टर लिएर आउनुभयो। अप्पर तामाकोशी क्षति हेरे, त्यसपछि हामी यहाँ क्लिनेमा यहाँको क्षति हेर्न आइपुग्यो। एउटा 400 केबी को खम्बामा 3टा खम्बा ठिक छ, एउटा खम्बा चाहिँ खोलाले लगिसकेको छ। कुलमानजी त्यो खम्बा छेउ गएर बस्नुहुन्छ। यत्रो भारी आएको छ, दङ ठुलो बाढी आएको छ, कुलमान त्यहाँ लिएर आउनुहोस् भने किन गएको त्यहाँ भने यो खम्बा ढलेर दिनको 8 करोड रुपियाँ घाटा पर्थ्यो भन्नुहुन्छ। कि कुलमान घरमा 8 करोड पैसा जाने हो? कुलमानले 8 करोडको के कमिसन पाउने हो? कुलमानले देशको लागि 8 करोडको के आवश्यकता? कर्मचारी हो जो चल्छ, गाडी बोक्छ, भारी जो मन्त्री आए ठिक छ भन्दै भइहाल्थ्यो। तर कुलमानजीले यस्तो काम गर्ने व्यक्ति देखियो मैले। ती हिसाबले मैले कुलमानजीलाई निकल्नु हुन्न है भन्ने कुरा मैले बोलिदिएको छु। साथीहरू, म अहिले पनि बोल्छु, भोलि पनि बोल्छु, पर्सि पनि बोल्छु। म बोल्ने काम पछि पर्दैन। ती हिसाबले साथीहरूले पनि म पत्रकार जनजाति सबै फनिसको कार्य समितिको साथीहरू जुनसुकै पार्टी होस्, जनजातिहरूलाई परेको बेला तपाईहरु एकत्र भएर निर्णय दिनुहोस्। म कांग्रेसको छु, कांग्रेसको मात्रै मलाई माया गर्ने होइन, मलाई एमालेले माया गर्नु पर्यो, सबै पार्टीले माया गर्नु पर्यो। फनिसको कार्य समितिको साथीहरू, आनन्दजी एमालेबाट हुनुहुन्छ, उहाँलाई परेको बेलामा सबै पार्टीका हाम्रो फनिसको साथीहरू जनजातिहरू लाग्नु पर्यो। त्यो भए मात्र हामी जनजातिहरू एक हुन सक्छौँ। होइन भने हामीहरू साथीहरू आज परेको बेलामा चाहिँ आज प्रमुख अतिथि बनाउने, विशेष अतिथि बनाउने, नपरेको बेला तपाईँले खोज्यो भने के हुन्छ? हाम्रो केही पनि हुँदैन।